युके को बारेमा त धेरै कुरा सुन्नु भयो होला, तर अप्लाई गर्नुभन्दा अगाडि यो 5वटा रियालिटी एक्चुअली बुझ्नु है त। सबैभन्दा पहिला युनिभर्सिटी चुज गर्दा फी मात्र नहेर्नुस्। धेरै स्टुडेन्ट्सले फी मात्र कम्पेयर गरेर डिसिजन लिनुहुन्छ, तर कुन सिटीमा तपाईको युनिभर्सिटी छ त्यो सिटीले पनि तपाईको एक्सपेन्समा ठूलो फरक पार्न सक्छ। लन्डन जस्तो सिटीमा रेन्ट, ट्रान्सपोर्ट, डेली एक्सपेन्स अरू ठाउँ भन्दा बढी हुन सक्छ। त्यसैले युनिभर्सिटी मात्र हैन, त्यो सिटी पनि तपाईको बजेट अनुसारले म्याच गर्छ के गर्दैन त्यो पनि हेर्नुस्। अर्को रियालिटी युके को इन्भेस्टमेन्ट भनेको ट्युसन फी मात्र होइन। भिजा फी, आईएचएस, फ्लाइट, अकोमोडेसन र इनिशियल सेटलमेन्ट कस्ट जोड्दा ब्याचलर्सको टोटल बजेट 35 लाख वा त्यो भन्दा बढी पनि हुन सक्छ। त्यसैले एप्लिकेसन सुरु गर्नुभन्दा अगाडि स्ट्रङ फाइनान्शियल प्लानिङ गर्नु पनि त्यत्तिकै इम्पोर्टेन्ट छ। यो अर्को कुरा पनि धेरैले रियलाइज गर्दैन, डिग्री कम्प्लिट भइसकेपछि जब अटोमेटिकली पाइँदैन, करियर आफै बिल्ड गर्नुपर्छ। युनिभर्सिटी पुग्ने बित्तिकै इन्टर्नशिप, नेटवर्किङ, सिभी र स्किलमा फोकस गर्न सुरु गर्नुस्। अर्को इम्पोर्टेन्ट रियालिटी, धेरै स्टुडेन्ट्सहरुको फर्स्ट गोल युकेमा सेटल हुने हुन्छ, तर इमिग्रेसन रुल्स चेन्ज हुन सक्छन्। त्यसैले डिसिजन लिँदा सेटलमेन्ट मात्र नहेरी एजुकेसन र लङ टर्म करियर भ्यालुलाई पनि त्यत्तिकै इम्पोर्टेन्ट दिनुहोस्। र लास्टमा युके को स्यालेरी फिगर हेरेर मात्र एक्साइटेड नहुनुहोस्। ट्याक्स र लिभिङ एक्सपेन्स पछि हातमा कति बच्छ त्यो हेर्न पनि एकदमै इम्पोर्टेन्ट छ। हाई स्यालेरिजले मात्रै सेभिङ्स ग्यारेन्टी गर्दैन। युके चुज गर्नु अगाडि इन्फर्म डिसिजन लिनु एकदमै राम्रो हुन्छ र त्यसको लागि ट्रिनिटी एजुकेसनलाई फलो गर्नुस्। अनि युनिभर्सिटी सिलेक्सन, बजेट प्लानिङ र भिजा प्रोसेसको लागि जेन्युन गाइडेन्स चाहिन्छ भने आज नै हामीलाई सम्पर्क गर्नुहोस्।